नमस्कार, स्वागत छ तपाईहरुलाई मायासँग मनका कुरामा। म भने आज तपाईहरुलाई सुनाउँदैछु एक लभ स्टोरी, स्कुल लभ। सायद तपाईहरुको पनि कतिजनाको त प्रेम बसेको थियो होला कि स्कुल पढ्दाखेरि हैन। त्यो स्कुल पढ्दाको प्रेम चाहिँ तपाईले पाउनु भयो या पाउनु भएन त्यो त मलाई थाहा भएन। तर पनि लाग्छ अधिकांश व्यक्तिहरुको चाहिँ यो स्कुल पढ्दाखेरि चाहिँ माया प्रेम भन्ने कुरा टिक्दैन हैन। जुन चाहिँ छोटो समयको लागि मात्र बसेको हुन्छ के। जब हामी स्कुल पढ्दासम्म चाहिँ त्यो अब प्रेममा सीमित भयो हैन। त्यसपछि कोही कहाँ पुग्यो, त्यही भएर त्यो पछिसम्म चाहिँ टिकिरहँदैन हैन। त्यस्तै मेरो पनि एउटा प्रेम छ जसलाई मैले यति धेरै माया गर्थेँ हैन, मन पराउँथे। उसले पनि मलाई माया गर्थे के, नगर्ने हैन, उत्पात गर्थे। त्यही कथा चाहिँ म तपाईहरुलाई सुनाउँछु। म सानो थिएँ हैन, अनि एउटा मेरो स्कुलमा चाहिँ एकजना नयाँ केटी आए। अनि ऊ मलाई एकदमै राम्रो लाग्ने है, बाटुलो अनुहार हैन, सबको परेको एकदमै राम्रो के। यति राम्रो लाग्ने मलाई चाहिँ हैन, म चाहिँ उसलाई हेरे गरिरहन्थे। हल्ला यस्तो छ, पछाडि हल्ला के भिडियो बनाउने बाटा बनाउँदै छैन भने। अब मेरो कुरा सुन्नु चाहिँ तपाईहरु तर झगडा, तर दिमाग खराब गर्छ यार हल्ला गरेर। बाटा बनाउँदै छैन के, खासमा बाटा बनाउँदै छैन। यसपालिको चुनावमा चाहिँ अब यही हो, माग मेरो यही हो, जसले मेरो माग पूरा गर्छ त्यसैलाई भोट दिने हो। चाहे घन्टी आओस्, चाहे एमाले आओस्, चाहे कांग्रेस आओस्, चाहे माओवादी आओस्, चाहे राप्रपा आओस्, चाहे जेसुकै आओस्, मलाई बाल मेरो माग पूरा गरोस् हैन, म त्यसैलाई भोट हालिदिन्छु। कम्तीमा भने मैले भिडियो चाहिँ राम्ररी बनाउन पाउनु पर्यो क्या यार। भर्खर सुरु गर्दैछु, दिमाग खराब गर्दैन हैन। अब हल्ला गरेर त्यस्तै घरि बाहिर कुकुर कराउँछ त्यस्तै। त्यहाँ घर बन्दैछ के एउटा, मिसिन चलाइदिन्छन् कहीँ पारेर, कहिले ड्याङ 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 गर्छ माथि रोडमा, गाडी कुद्छ घुइँ गर्दै टिटिट पार्छ। साला दिमाग खराब गर्छ क्या मेरो। तपाईहरुलाई मैले लभ स्टोरी सुनाउनु थाले कि, तर मेरो पीडा सुन्नुभयो हैन, ठिकै छ, सुन्नु, आरामले सुन्नु। यति चाहिँ हुनु पर्यो क्या। यो सालको चुनावमा मेरो माग पुरा हुनु पर्यो, अरू मलाई केही पनि थाहा छैन। मैले मेरो काम एकदम स्वतन्त्रतापूर्वक गर्न पाउनु पर्यो, त्यही नै हो मेरो माग भन्ने कुरा। चाहे यो माग चाहिँ स्वतन्त्रताको त्यो के भन्छ नि, के हो मलाई त्यो पार्टीको नामै आएन क्या, हो त्यही पार्टीले गरोस्, चाहे जुनसुकै गरोस्, तर मेरो माग चाहिँ पुरा गरोस्।